र प्रजातन्त्र भन्ने एउटा पवित्र वस्त्रलाई आत्मसात गर्दै नेपाली जनतामा आज धेरै पार्टीहरू गए, जसमा विशाल पार्टी नेपाली काङ्ग्रेस, एमाले 52 पछाडि डक्ट्रिन अफ नेसेसिटीमा माओवादी बन्दुक बोकेर आयो। यो तयारी पहिल्यैदेखि थियो। जस्तो तपाईँको यो जवानी अवस्था बाल्यपनमा पनि थियो, यो समयलाई कुर्न लागेको अवस्था हो। यो एउटा समयपछि वृद्ध अवस्था हुन्छ। ठिक त्यस्तै नेपालको राजनीतिमा एउटा टावर भनेर चिनिने गिरिजाप्रसाद कोइराला थियो र द्वन्द्वात्मक समाजलाई एउटा बृहत शान्ति सम्झौतामा ल्याउनको लागि एउटा नवीन हस्ताक्षर गरिएको थियो। त्यो हस्ताक्षरमा उल्लेखित भएका कुराहरू कमरेड प्रचण्ड र माधवहरूले पुरा गर्न सकिरहेको अवस्था छैन, जहाँ पूर्ण समानुपातिकका कुराहरू थिए, आम नागरिकको जीवनशैलीका विषयहरू थिए। आम नेपाली नागरिकहरू मालिक हुन्, सत्ता सर्भेन्टको, सत्ता सार्वभौम सत्ता सम्पन्न नागरिकको खेतालोले सञ्चालन गर्ने एउटा क्वार्टर हो, हेड क्वार्टर हो। जनतालाई मालिक बनाएर त्यो अवस्थामा कोही पनि आएन। जस्तो म कृष्णजीलाई भेट्छु, कृष्णजीले त्यतिखेर पनि इन्लाइटनमेन्टको चेतनाले दिनुभएको छ। स्वतन्त्रता के हो भन्ने सवालमा देशको स्वतन्त्रताको विषयमा चाहिँ म केही कुराहरू बोल्दिनँ र व्यक्तिको स्वतन्त्रताको विषयमा चाहिँ पराकाष्ठको सिमाना ननागेको हुनुपर्ने छ, तर सीमा पार गरेको हुनुपर्ने छ। त्यहाँ प्रष्टसँग भनिएको छ, अराजकता बिना विदाउट ब्लड सिट एउटा नयाँ दुनियाँ, एउटा नयाँ परिवर्तनमा अटोमेटिक मान्छे जान सक्छ। चाहे त्यो साहित्यबाट होस्, चाहे सृजनाबाट होस्, चाहे गीतबाट होस्, समाजमा एउटा आमूल परिवर्तन ल्याउन सकिन्छ। र सोसाइटी इज फुल स्वतन्त्र छ, इमान्दारिता स्वयंको हो र मानवलाई 7औं चटपटक संस्करण गरेर बनाएको एउटा संविधान छ। यो संविधान पनि जलो, अब मान्छेलाई दाम्लो लाउन मिल्दैन। अब मान्छेहरू अनि बाँकी छ त्यहाँनिर। जस्तो व्हाट इज ग्रान्ड डिजाइन भनेर गिरिजाप्रसाद कोइरालाले 2058 पछाडि प्रश्न उठाए, म ग्रान्ड डिजाइनको पोल खोलिदिन्छु भनेर। त्यो व्यक्ति मरेर गए। व्हाट इज ग्रान्ड डिजाइन अहिले पनि गर्वमा छ। यो प्रश्न भनेर तपाईँको यो चाहिँ तपाईँको कार्यक्रम मार्फत पहिलोचोटि व्हाट इज ग्रान्ड डिजाइन भनेर नि यो कमरेड प्रचण्डलाई सोध्ने प्रश्न हो, यो शेरबहादुरलाई पनि सोध्ने प्रश्न हो, जुन पूर्व निर्धारित छ। तपाईले र मैले चाहेर केही पनि हुँदैन। आफ्नो स्वार्थको कारणले पो ग्रान्ड डिजाइन एक्सेप्ट गर्यो होला नि त। उनीहरूलाई थाहा छ भनेदेखि त उनीहरू कसरी शिकार बन्न सक्छन्? यो कुरा त तपाईलाई नै प्रश्न गरे नि। उहाँ शिकार भइसकेका व्यक्तिहरू भन्नुभयो। अब उहाँहरूले त जनतासँग मोनोपोली ढङ्गमा गरेका सहमतिहरू कुनै पनि पुरा हुने खालका थिएन। हो, त्यो त उनीहरूको सीमित स्वार्थका कारणले पो त्यस्ता त्यो उनीहरूको स्वार्थको कारणले गर्दा ग्रान्ड डिजाइन अलवेज छ। यो ग्रान्ड डिजाइन भन्दा बाहिर कोही पनि छैन। तपाईको र मेरो पहिलो संवाद आज रेकर्ड गर्नुभएको छ। यो पूर्व निर्धारित संवाद हो, हामीले लिएको समय हो। हिजोको दिनमा यही संवाद किन हुन सकेन र आज हामी किन? हजुर हुनुहुन्न थियो, अघिको दिनमा म पनि थिएँ, तपाईँ पनि हुनुहुन्थ्यो, म पनि थिएँ, तर हाम्रो संवाद थिएन। ठिक त्यस्तै व्हाट इज द ग्रान्ड डिजाइन भन्ने कुराले नि एउटा ठुलो समस्यालाई भनेको संवादै नभइकन भएको होला त। त्यो त संवाद भएर भएको होला नि त। कसले ग्रान्ड डिजाइनलाई भेटे? ग्रान्ड डिजाइन के हो भनेर प्रश्न उठाउँदै गर्दा मैले सपनामा गिरिजाप्रसाद कोइरालालाई देखेको थिएँ। तपाईँलाई म सपनाकै कुरा गर्छु। भनिदिनुस्। गिरिजाप्रसाद कोइराला सफेद लुगामा टोपी खोलेको अवस्थामा चिल्लो तालु सहितको लामो नाक गरेको त्यो चस्मा लाउने, पावरवाला चस्मा लाउने गिरिजाप्रसाद कोइरालालाई मैले देखेँ। उहाँले भन्नुभयो, मैले कल्पनामा व्हाट इज ग्रान्ड डिजाइन मेरो आफ्नो अध्ययनको विषय थियो। ग्रान्ड डिजाइन भन्ने प्रश्न बनाउनु भयो तपाईँले भनेर सोध्नु। मैले बनाएँ र तपाईँलाई भेटेँ व्हाट इज ग्रान्ड डिजाइन भनेर सोध्ने कि मैले देख्दा गिरिजा मात्रै हुनुहुन्थ्यो, तर गिरिजाको अगाडि एउटा कुकुर थियो सुतेर बसेको। ऊ त्यो कुकुरलाई हेर भन्नुभयो। त्यो कुकुरको टाउको किरा परेर स्याउ 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 किरा चलिराखेको थियो कुकुरको टाउकोमा, तर कुकुर आनन्दपूर्वक सुतेको थियो। दुब्लो अत्यन्तै पातलो कुकुर, बिरामी कुकुर जस्तो ऊ आनन्दपूर्वक सुतेको थियो। ग्रान्ड डिजाइन के हो भनेको उनले मलाई के प्रश्न गरेन, ऊ त्यो कुकुरको मस्तिष्कमा परेको किरा देखेको छ भने देखेको छु। हो, त्यत्तिकै किरा कुकुरको पर्छ। गुरु गोरखनाथले पशुलाई पार्दैका छन्, त हामी जस्ता मान्छेको चेतनामा पनि संसारमा हरेक दिन उथलपुथल भएका घटनाहरू कसरी लिने गरेका छ। द्याट इज ग्रान्ड डिजाइनसँग छ भनेर मलाई गिरिजाप्रसाद कोइरालाले नि यो बताइदिनु भएको थियो क्या, जुन कुरा पूर्व निर्धारित छ। जस्तो 2007 सालमा श्री 5 ज्ञानेन्द्र एकचोटि राजा भए। जसरी दिल्ली प्रवास, त्रिभुवन दिल्ली प्रवास भइसके पछाडि र 2058 सालमा डक्ट्रिन अफ नेसेसिटीले राजा बनाइदियो। त्यसपछि उहाँले डक्ट्रिन अफ नेसेसिटीबाट पनि जनतालाई नै सुम्पिदिएर बाहिर जानुभयो।
अब फेरि पनि राजाको कुरा गरिन्छ भने अब हामी ग्रान्ड डिजाइनको नजिक पुग्दैछौँ कि यहाँनिर अघि हजुरले 2-3 पटक गुरु गोरखनाथको विषयलाई जोड्नुभयो र यो गोर्खा आई थिङ्क गोरखनाथ बाबा भनेर मैले सुनेको छु, तर मैले आफैले पनि बुझेको छुइनँ। अलिकति बुझाइदिनुहोस् न त्यो बारेमा। गुरु गोरखनाथ एउटा सन्त जोगी हुन् यो धरतीका, जसले साम्राज्यवादीहरूको आँखामा एउटा विशाल नेपालको परिकल्पना गर्ने पृथ्वीनारायण शाहलाई, राजालाई पनि अर्थी उपदेश दिन्थे। राजा खडा गर्थे धरतीमा कस्तो गर्नुपर्छ र अम्लो ठडाउने राजाको हातमा छात दिने उनै गुरु गोरखनाथ हुन्। छात यहाँका जनता हुन्। छात थाप्ने मान्छे शालिगमा छन्, अम्लो ठड्याएर बसेका। छात दिने मान्छे पनि यही धरतीमा छन्। त्यो छात दिने जोगी चाहिँ को? यदि मान्छेले चाह्यो भने त्यो जोगीलाई नि पाउँदैछन् छिटो। यो धरतीमा कुनै पनि चिज अदृश्य र हिडनमा छैन। यहाँ अधिकांश मान्छेहरूले नि आफ्नो सहयात्रीलाई प्राप्त गर्न सक्छन् विज्ञान तथा प्रविधिको सहारामा। यिनीहरूसँग सबै चिज खोज गर्नको लागि सञ्चार छ। च्याट जेपिटी भन्ने नयाँ दुनियाँ, डिपसिक भन्ने छ। तपाईँलाई चाहेका अधिकांश तिर्खा प्रश्नहरू त्यसले मेटिदिन्छ। त्यो भन्दा नि नयाँ नयाँ कुरा आइरहेका छन्। ओके, मैले हजुरलाई सोध्न चाहिँ अब ज्योतिष शास्त्रलाई हजुरले कसरी बुझ्नु भएको छ र यसको यथार्थ के हो? कति राम्रो प्रश्न गर्नुभयो। ज्योतिष दुई किसिमको छ। एउटा बितेका कुराहरू गर्ने सामुद्रिक शास्त्र, एउटा भविष्यका कुरा गर्ने कुण्डलिनीलाई हेरेर। अब दुईटैको समय सकिएको छ भन्ने पक्षमा छु। ज्योतिषको किताब जलेको आज होइन, उहिल्यै हो। एकजना राजाले यति ठुलो तयारी गर्नुभएछ कि मलाई अमृत चाहियो, अमृत कुट्न चाहियो, कति सम्पत्ति लाग्छ म खर्च गर्न तयार छु। संसारका विद्वान ज्योतिषहरूलाई बोलाइयो। त्यस पछाडि समय तोकेर अमृत निर्माण गर्नको लागि राज्यको सम्पूर्ण चिजहरू लगानी गरियो र हरेक ज्योतिषहरूले प्रयास गरे। अमृतता बन्यो यत्रो सिसीमा। राजालाई मन परेन, त्यो सिसी फ्यालिदिनु भयो र भनिदिनु भयो ठुलो लगानी भएको छ, यी ज्योतिष ब्राह्मणहरूदेखि लिएर ज्योतिषका किताबहरूमा आगो लगाइदिनु, सँगै बाँधेर जलाइदिनु। किन लगाइदिनुहोस् भन्नुभयो त? पक्नुहोस्, एउटा राजाले नयाँ घटनामा जानको लागि एउटा नयाँ घटना घटाउनै पर्छ। डक्ट्रिन अफ नेसेसिटी भन्ने गरेको छु। यो आवश्यकताले तय गर्ने कुरा हो। राजाको इच्छा आयो, उहाँको इच्छा अनुसार विशाल कुण्ड बनाउने उहाँको लक्ष्य थियो होला। अमृतता सानो सिसीमा आयो। त्यसपछि अमृतलाई यसरी फालिदिनु भयो, पटाङ्गिनीमा फालिदिनु भयो र त्यो आदेश र हुकुम दिएर नि 48 घण्टा जलेको किताब, ज्योतिषको किताब 48 घण्टा जल्यो। ज्योतिषै जले। त्यसपछि 48 घण्टापछि राजा त्यही ठाउँमा जाँदाखेरि जहाँ तपाईँको काठको चाहिँ ती के भन्छ ती सुन्दर कलाहरूमा नि नयाँ पालुवा पलाउन थालेछ। ओहो, मैले त बडा ठुलो गल्ती गरेछु। जा त्यसलाई रोक, यो साँच्चीकै अमृत रहेछ, त्यसलाई रोक भन्दाखेरि नि लामो समय जलेको ज्योतिषको टुक्रा लिएर नि ज्योतिष हेरिँदैछ। सबभन्दा पहिलो कुरो, ज्योतिष हेर्न जाने मान्छेलाई पास थाहा छ भोलि कस्तो बनाउनुपर्छ, आजै योजना गर्न सकिन्छ। फेरि पनि ज्योतिष कहाँ गइन्छ भने नि अब यो एउटा बिचौले जस्तो देख्छु के म चाहिँ, मेरो आँखाले क्लियर। स्वयं आफै हो, हिजो पनि आफै हो, आज पनि आफै हो, भोलि पनि आफै हो। त्यस्तो पक्षै यहाँ छ। एआई भनेको जस्तो नि सम्पूर्ण कुरा स्वयं छ। र म को हिजो कस्तो थिएँ भनेर तपाईँ सोध्न आउनुभयो भने नि मलाई पुलिस बनाउन आउनुभएको, किनकि स्वयं तपाईँको हिजो तपाईँसँग छ। भोलि कस्तो बनाउने आज सल्लाह छ। म यो किसिमको ज्योतिषलाई स्वीकार्दिनँ शान्ताजी। ओके, त्यही त नि जुन फुल अनि जस्तो मेसीले नि हजुर गोल हान्ने बेलामा कुनै पनि ज्योतिषलाई सोधेन। यहाँ ज्योतिषको सहारा लिएर गर्ने कामहरू असफलै छ। चाहे राजनीति भनेको त नि यो धेरै परको। तपाईँले ईश्वर भन्नु सहारा नलिएदेखि त झन् पछाडि चाहिँ नि फेल खाने अवस्था आउँछ भनिन्छ। मेसीले खोइ त, मेसीले कहिले खायो फेल? तपाईले कहिले? तपाईँको रेफ्रीले नदेखेको फलमा उसको गेमलाई मैले हेरेको छु। उसले पटक पटक कान समाएको हुन्छ। त्यो रेफ्रीले पनि क्याच गर्न नसकेको फलमा नि उसले आफ्नो कान समाएर एउटा खेलाडीको अनुशासन पुरा गरेको छ। 18 अवस्थामा पनि बल निकालिदिएको छ। पास दिनुपर्ने व्यक्तिलाई दिएको छ, गलत मान्छेलाई दिएको छैन। गोल गर्ने बेला यसको बेला हो भनेर नि उसको खुट्टामा बल पुर्याइदिने नि कुन ज्योतिषलाई हेरेर? अघि हजुरले भन्नुभयो नि त लाइक ज्योतिष शास्त्रको किताब जलेको थियो लामो समय अगाडि भनेर जुन आज भन्नुभयो हजुरले, मलाई थाहा छैन, मैले हिस्ट्री पढेको छैन होइन। म चाहिँ त्यो क्लियरली भनिदिन्छु आफूले नगरेको कुरालाई। हजुरले भन्नुभयो जुन के अब जस्तो मैले भन्न खोजेको
त्यो जलेको किताबै जलिसकेको छ भने अहिले बनिरहेको ज्योतिषहरू को हुन् त? त्यही चाहिँ आदि अक्षर बाँकी रहेकाको अभ्यास हो। अनि त्यस्तो त कसरी के भन्छ कसरी शुद्ध होला त त्यस्तो ज्योतिष कार्यबाट बनेका जति पनि क्रियाकलाप हुन्छ, जस्तो भनौँ न पितृको श्राद्ध गरिन्छ, घर पूजा गरिन्छ, अन्य कुराहरू गरिन्छ। यहाँनिर हिजो अस्ति पनि एक दुई ठाउँमा चाहिँ नि त्यसरी गरेका कार्यहरू कसरी शुद्ध हुन्छन् जस्तो लाग्छ त तपाईँलाई? एउटा कुरो शब्दले शुद्ध भनेर खुसी भएर ग्रहण गरिसकेपछि त एक किसिमको शुद्ध हुने नि भइगयो। शुद्धता के हो भनेर नजानेर पनि शुद्ध हुने भइयो एउटा कुरो। अनि अर्को कुरा पितृको सेवा गर्नुहुन्छ। पितृ भनेको तपाईँकै आमा बुवा हो। पक्नुहोस् है, तपाईँकै आमा बुवा हो। तपाईँले नि 24 घण्टा पितृलाई बोकेर हिँड्नुहुन्न। म त बाँचुन्जेल राम्रो गर्नुपर्छ त्यही धर्म हो भनेर बुझ्छु। तपाईँ बिहान बेलुका बत्ती बाल्दिनुहुन्छ, निस्किँदा नमस्कार गरेर हिँड्नुहुन्छ, त्यो तपाईँको संस्कार हो। यो संस्कारबाट तपाईँलाई अलग बायस गर्न सकिँदैन। र तपाईँ यो संस्कार नभएको मान्छे तपाईँसँग बस्यो भने नि उसले नि आफ्नो घरमा गएर त्यही संस्कार गर्छ। यो एउटा सम्झना हो। बिर्सेकाहरूलाई सम्झिने दिन आउँछ नि।